स्वागत छ प्रियहरू फेरि पनि आजको यो भिडियोमा। जसरी हामीले गएको दिनमा हेरिरहेको थियौँ है, मृत्युपछिको जीवनको श्रृङ्खला सिरिज हामीले हेरिरहेको थियौँ र हामीले त्यहाँ के हेऱ्यौँ भन्दाखेरि है, म सानो रिभ्यू गर्न चाहन्छु। त्यहाँ हामीले हेऱ्यौँ कि मान्छेको मृत्यु चाहिँ अन्त होइन है। हामी मरे तापनि यो शरीरमा, यो संसारमा हामी मरे तापनि, तर हाम्रो आत्मा, हाम्रो प्राण चाहिँ त्यो जीवित नै रहनेछ है। र उद्धार पाएको छ भने हामी परमेश्वरसँग जान्छौँ, उद्धार पाएको छैन भने हाम्रो आत्मा, हाम्रो प्राण चाहिँ त्यो हेडिस भन्ने कष्ट ठाउँमा, कष्ट र पीडाको ठाउँमा बस्नेछ है। अनि त्यतिखेर चाहिँ हामीलाई सबै कुरा थाहा हुनेछ। त्यो हामीले फिल पनि गर्न सक्छौँ, बोल्न पनि सक्छौँ। हामीले जसरी त्यो धनी मानिस र लाजरसको विषय त्यहाँदेखि त्यो कहानीदेखि हामीले हेऱ्यौँ है। अनि त्यसको पछि चाहिँ हामीले के हेऱ्यौँ भन्दाखेरि पुनरुत्थान भनेको चाहिँ हामी यो शरीरमा जसरी मर्नेछौँ, फेरि त्यसरी नै हामी फेरि यो शरीरमा परमेश्वरले हामीलाई जीवित पार्नुहुनेछ है। जसरी हाम्रो यो संसारिक शरीर छ, आदमको शरीर जसरी मर्नेछ, त्यसरी नै परमेश्वरले है स्वर्गीय शरीर, स्पिरिचुअल बडी हामीलाई दिनुहुनेछ। हामीले उदाहरण हेऱ्यौँ त्यो बिउको दृष्टान्तबाट है। बिउको उदाहरण हामीले हेऱ्यौँ, जसरी त्यो जमिनमा गएर, भूमिमा गएर मर्छ है, कुहिन्छ, नाश हुन्छ त्यहाँ, तर त्यहीँदेखि फेरि नयाँ फलेर उगेर आउँछ होइन, पौधाहरू। त्यसरी हामीले हेऱ्यौँ पुनरुत्थानको विषयमा। त्यसको पछि फेरि हामीले के हेऱ्यौँ भन्दाखेरि न्यायको विषयमा है, जजमेन्ट। एक दिन चाहिँ हामीले चाहिँ परमेश्वरको न्याय सिंहासनको अगाडि हामी उभिनुपर्छ र हामीले गरेको जीवनमा हरेक कुराको लेखा हामीलाई दिनुपर्छ है। हामीले बोलेको है, हामीले गरेको, हामीले सोचेको सब कुराहरू त्यहाँ परमेश्वरको जो किताब जो छ त्यसमा रेकर्ड भएको छ, हाम्रो सबै कुराहरू है। अनि त्यहाँ हामीले जीवनको पुस्तकको विषयमा पनि हेऱ्यौँ। जीवनको पुस्तकमा चाहिँ जसले परमेश्वरलाई विश्वास गरे, यो संसारमा पापदेखि उद्धार पाए है, यीशु ख्रीष्टको बलिदानमाथि विश्वास गरेर जसले उद्धार मुक्ति पाए, उनको नाम लेखिएको छ है। जसले चाहिँ उद्धार पाएको छैन, यो संसारमा पापको क्षमा नपाइकन मर्यो है, तिनको नाम चाहिँ त्यो जीवनको पुस्तकमा छैन है। त्यसै गरी हामीले फेरि फाइनलमा हामीले के हेऱ्यौँ भन्दाखेरि हामीलाई जब हामी परमेश्वरको न्यायको अगाडि उभिन्छौँ अनि त्यसको पछि चाहिँ हामीलाई दुईवटा बाटो छ प्रियहरू है, दायाँ जाने कि बायाँ, जीवनमा जाने कि मृत्युमा, स्वर्गमा जाने कि नरकमा है। तर त्यसको चुनाव चाहिँ आज हामीलाई पृथ्वीमा हुँदैखेरि गर्नुपर्छ। हामी जिउँदो हुँदा नै एक बार हामी मऱ्यो भने फेरि हामीले चाहिँ त्यो दुबारा है, फेरिबाट त्यो चान्स चाहिँ हामीले पाउँदैनौँ। यसै कारण प्रियहरू, म तपाईँलाई यही भन्न चाहन्छु कि आज हाम्रो जीवनको, हाम्रो लाइफको ग्यारेन्टी छैन है। हामीलाई कहिले पनि कतिखेर पनि केही हुनसक्छ। हामी आज राति पनि सुत्छौँ, हामी यो ग्यारेन्टी दिन सक्दैनौँ कि हामी भोलि फेरि जिउँछौँ भनेर है। हाम्रो प्राण आज पनि जान सक्छ, आज भोलि कहिले हामी भन्न सक्दैनौँ। यसै कारण प्रियहरू, यो मृत्युपछिको जीवनको जो सिरिज हामीले हेऱ्यौँ, अब यसलाई हेरेर खालि यस्तो पो रहेछ भन्ने मात्रै होइन, तर यो कुरादेखि चाहिँ हामीले जे बुझेका छौँ यहाँदेखि चाहिँ आज निर्णय लिनुपर्ने कुरा हुन्छ प्रियहरू है। यसै कारण म तपाईँलाई भन्न चाहन्छु, हामीले आज जीवित हुँदा नै यो निर्णय लिनु परेको छ है। जीवन चुन्ने कि मृत्यु चुन्ने, स्वर्ग चुन्ने कि नर्क चुन्ने, आशिष चुन्ने कि श्राप चुन्ने है। यसै कारण परमेश्वरको वचनले भन्छ 2 कोरिन्थी 6:2 कि परमेश्वरको दिनुभएको समय, परमेश्वरको निगाहको समय है, फेभरेबल टाइम भनेको चाहिँ आजै हो, मुक्तिको समय आजै हो, उद्धारको समय आजै हो है। भोलि कसले देखेको छ, परमेश्वरको समय हुँदा नै हामीले निर्णय गर्नु परेको छ प्रियहरू। तपाईँले यदि यो कुरालाई राम्रोसँग बुझ्नुहुन्छ भने तपाईँले मेरो मृत्युपछि जीवनको जो सिरिज छ त्यो भाग 5 सम्म छ, त्यो पुरा 1 देखि 5 सम्म तपाईँले निरन्तर हेर्नु, त्यहाँ सबै कुरा स्पष्ट गरेको छु। धन्यवाद। परमेश्वरको महिमा भएको होस्।